हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ विशेष म ट्राफिकको ह्यान्ड सिग्नल, जस्तै ट्राफिकको ह्यान्ड सिग्नल 10वटा छ भने 10वटा मध्ये 5वटा चाहिँ बन्द गर्ने सिग्नल छ र एउटा एम्बर सिग्नल अनि 4टा चाहिँ तपाईँको खोल्ने। म यहाँ तपाईँलाई भोलिको दिनमा तपाईँहरू जुन अहिले ट्रेनिङ हुँदैछ त्यो ट्रेनिङमा यो एकदमै अर्जेन्ट छ, किनभने फिजिकल्ली तपाईँहरूले देखाउनु पर्छ र अलिकति आइडिया लिनुको लागि म तपाईँलाई देखाउन गइरहेको छु। जस्तै 10वटा सिग्नलमध्ये फर्स्ट नम्बर सिग्नल हुन्छ तपाईँको पिछेको गाडीलाई रोक्नुको लागि। जस्तै पिछेको गाडीलाई रोक्नुको लागि 1 नम्बर सिग्नल हुन्छ। त्यहाँदेखि त्यस पछाडि अगाडिको गाडीलाई रोक्नुको लागि 2 नम्बर सिग्नल हुन्छ। तपाईँको 3 नम्बर सिग्नल हुन्छ, अगाडि र पछाडिको गाडीलाई रोक्ने हुन्छ। अनि 4 नम्बर 4A जुन सिग्नल हुन्छ त्यो चाहिँ राइट टर्न जाँदै गरेको गाडीलाई रोक्ने हुन्छ। त्यहाँदेखि तपाईँको 4B मा चाहिँ के हुन्छ भने दाहिनेपट्टिको गाडीलाई रोक्ने। अनि 5 नम्बर सिग्नल चाहिँ के हुन्छ भने तपाईँको देब्रेपट्टिको गाडीलाई रोक्ने। र 6 नम्बर एम्बर सिग्नल हुन्छ, त्यो एउटा वार्निङ सिग्नल हो। तपाईँ 7 नम्बर सिग्नल के हुन्छ भने 7 नम्बर सिग्नल चाहिँ तपाईँले बायाँपट्टि देब्रेपट्टिको गाडीलाई छोड्ने। 8 नम्बर सिग्नल तपाईँको हुन्छ दाहिनेपट्टिको गाडीलाई छोड्ने। 9 नम्बर तपाईँको के हुन्छ अगाडिको गाडीलाई छोड्ने र 10 नम्बर सिग्नल पछाडिको गाडीलाई छोड्ने हुन्छ। यो 10वटा सिग्नल म तपाईँलाई गरेर देखाउने छु। अलिक ध्यान दिएर हेर्नुहोस्, जति ध्यान दियो आफूलाई त्यति सजिलो कन्फिडेन्स हुन्छ। र म फर्स्ट सिग्नल नम्बर 1, सपोज म विश्राममा छु, सावधानको कमेन्ट आएर म सावधान भएँ। अनि 1 नम्बर सिग्नल जानुको लागि पछाडिको गाडीलाई रोक्नुको लागि पहिला म अगाडि छु, पछाडिको गाडीलाई हेर्नु पर्यो। 1 नम्बर सिग्नल जाने के लिए गिन्ती से 1, यसो भएपछि गिन्ती से 2। हात हेर्नुहोस्, खुट्टा यस्तो हुन्छ, हात यस्तो हुन्छ। अनि तपाईँको यो भयो पछाडिको गाडीलाई रोक्यो। गिन्ती से 3 भन्दाखेरि टक्कै चेस्टमा टच गर्नु हुँदैन, अलिकति हाल्नु। गिन्ती से 4, यो क्लोज भयो। अनि 2 नम्बर सिग्नल अगाडिको गाडीलाई रोक्नुको लागि कसो गर्नुपर्छ भने 2 नम्बर सिग्नल जानेको लागि गिन्ती से 1, यति नै हो। अगाडि गाडी रोक्यो नि त, त्यसलाई बन्द गर्नुको लागि गिन्ती से 2 पल्ट्यो, गिन्ती से 3, गिन्ती से 4। यो भयो 2 नम्बर सिग्नल अगाडिको गाडी रोक्नुको लागि। 3 नम्बर सिग्नल अगाडि अनि पछाडिको गाडीलाई रोक्नुको लागि। 3 नम्बर सिग्नल जानेको लागि गिन्ती से 1, गिन्ती से 2। यो 3 नम्बर सिग्नलमा आयो, पछाडिको र अगाडिको गाडीलाई रोक्यो। र यसलाई बन्द गर्नुको लागि गिन्ती से 1, पहिला 1 नम्बरलाई बन्द गर्नु, गिन्ती से 2, गिन्ती से 3, गिन्ती से 4, गिन्ती से 5। यो भयो अगाडि र पछाडिको गाडीलाई रोक्ने 3 नम्बर सिग्नल। अनि 4 नम्बर सिग्नल 4A भनेर मैले तपाईँलाई भनेछु, राइट टर्न जाने गाडीलाई रोक्नुको लागि तपाईँ सिग्नल नम्बर 1 मा जाने गिन्ती से 1, गिन्ती से 2, गिन्ती से 3। यो अफ गर्दाखेरि राइट टर्नको गाडीलाई रोक्यो। फेरि यसलाई क्लोज गर्दाखेरि अफ भयो। 3 नम्बर यो जुन सिग्नल छ यो मदर सिग्नल हो। यसलाई बन्द गर्नुको लागि गिन्ती से 1, गिन्ती से 2, गिन्ती से 3, गिन्ती से 4, गिन्ती से 5। यो बन्द भयो, यो राइट टर्न जाने गाडीलाई। अनि अब दाहिनेपट्टिको गाडीलाई बन्द गर्नुको लागि गिन्ती से 1, गिन्ती से 2।
यो मदर सिग्नल चाहिँ तपाईँको 1 र 2 मा लाग्दैन अनि तपाईँको 9 र 10 मा लाग्दैन, अरू सबमा लाग्छ। यही हो मदर सिग्नल। दाहिनेपट्टिको गाडीलाई रोक्नुको लागि टाउको पनि उता हेर्नुपर्छ। अफ। यसलाई क्लोज गर्नुको लागि फेरि 3 नम्बर सिग्नलमा आयो। 3 नम्बर सिग्नलमा आएपछि 1 नम्बर सिग्नललाई क्लोज गर्नुको लागि गिन्ती से 1, गिन्ती से 2, गिन्ती से 3, गिन्ती से 4, गिन्ती से 5। यो भयो तपाईँको दाहिनेपट्टिको गाडीलाई रोक्ने। अनि अब 5 नम्बर सिग्नल, लास्ट सिग्नल बन्द गर्नेको लास्ट सिग्नल 5 नम्बर हो भने यो देब्रेपट्टिको गाडीलाई बन्द गर्नुको निम्ति फेरि जानु पर्यो 3 नम्बर सिग्नलमा जानुको लागि गिन्ती से 1, गिन्ती से 2, अप। देब्रेपट्टिको गाडीलाई रोकेपछि फेरि 3 नम्बर सिग्नलमा आउनु लागि 1 नम्बर सिग्नललाई क्लोज गर्नु लागि गिन्ती से 1, गिन्ती से 2, गिन्ती से 3, गिन्ती से 4, गिन्ती से 5। यो भयो तपाईले जुन बन्द गर्ने सिग्नल 5 वटा छ जुन भनेको थियो यही 5 वटा हो। र अब 6 नम्बर चाहिँ एम्बर सिग्नल हो। एम्बर सिग्नल जाने के लिए गिनती से 1, गिनती से 2, एम्बर सिग्नलमा जाने के लिए यसो गरे। एम्बर सिग्नल जानुको लागि गिनती से 1 दाहिनेपट्टि हेऱ्यो, फेरि 2 देब्रेपट्टि, 3 फेरि अगाडि 4 5 6 यो आयो 7। तपाईको यो एम्बर 7 जति पनि सिग्नल पासिङ हुन्छ त्यो 7 नम्बरमा एउटा छोड्ने टाइम भएकोले गर्दाखेरि यो एम्बर सिग्नल यो जुन वार्निङ सिग्नल हो सबैलाई अलर्ट गरेको। त्यस पछाडि तपाईँ 7 नम्बर सिग्नल जो दाहिने देब्रेपट्टिको गाडीलाई छोड्नुको लागि तपाईँ 3 नम्बर सिग्नलमा जानु पर्यो। गिन्ती से 1, गिन्ती से 2 खोल्ने छौँ, गिन्ती से 3 खोल्नु पर्यो, गिन्ती से 1 2 3 4 5 6 भयो, त्यहाँदेखि 7 भएपछि यसलाई क्लोज गर्नु पर्यो। गिन्ती से 1, गिन्ती से 2, गिन्ती से 3, गिन्ती से 4, गिन्ती से 5। यो भयो 7 नम्बर सिग्नल देब्रेपट्टि गाडीलाई खोल्नुको लागि। र 8 नम्बर सिग्नल दाहिनेपट्टिको गाडीलाई खोल्नुको लागि फेरि दाहिनेपट्टिको सिग्नललाई खोल्नुको लागि जानु पर्यो पहिला 3 नम्बर सिग्नलमा। गिन्ती से 1, गिन्ती से 2 3 नम्बर सिग्नल जानु पर्यो। अब 1 2 3 4 5 6 फेरि आउनु पर्यो 3 नम्बर सिग्नलमा अप। 1 नम्बर सिग्नललाई बन्द गर्नु पर्यो। गिन्ती से 1, गिन्ती से 2, गिन्ती से 3, गिन्ती से 4, गिन्ती से 5। यो 8 नम्बर सिग्नल। 9 र 10 मा चाहिँ तपाईको यो 3 नम्बर सिग्नल जो मदर सिग्नल छ यो 3 नम्बर सिग्नल चाहिँ लाग्दैन। 9 10 अनि 1 2 मा चाहिँ यो मदर सिग्नल लाग्दैन। 3 मा जानु पर्दैन, पछाडि हेरेर अगाडि पछाडिको गाडी रोक्ने सिम्बलमा आफू जानु पर्दैन। अहिले जुन 1 र 2 भयो अनि 9 र 10। 9 चाहिँ तपाईको अगाडिको गाडीलाई रोक्नु लागि, म अगाडि छु, अगाडिको गाडीलाई रोक्नु लागि खोल्नुको लागि गयो 1 2 3 4 5 6 7 अगाडिको गाडी खोल्यो।
र म यता छु, फेरि ब्याक टर्न गऱ्यो, यसो गऱ्यो, यसो गरेर फेरि एक पछाडिको घडीलाई 1 2 3 4 5 6 भयो स्टक। यो तपाईँको 10वटा जुन ह्यान्ड सिग्नल थियो, यो 10लाई मैले तपाईँलाई देखाएँ र यही हो सिग्नल। कति अब एउटा जस्तै अब कतै केही भुल त भएको जस्तो लागेन, कहीँ भुल छ भने यही मेन सिग्नल यो हो। अनि यो सिग्नल चाहिँ तपाईँले अलिकति सिक्नुहोस् र ट्रेनिङमा जाँदाखेरि चाहिँ एकदम सुविधा पर्छ। र यो तपाईँले आफूले हेर्न सक्नुहुन्छ यो भिडियोलाई। र यति नै हो मेन ट्रेनिङमा जुन सिक्नुपर्ने जुन प्यारेडहरू त सबै अब खेलेको, ड्रिलहरू हल्का एक्सर्साइज सबै गरेको, यो चाहिँ अलिकति इम्पोर्टेन्ट छ किनभने सबैको सामुमा पनि गर्नुपर्छ भनेर चाहिँ हजुरहरूलाई अलिकति अग्रिम हल्का दिएको। र धन्यवाद।